तपाईको कम्पनी छ, तपाईलाई यो 19% टु 25% कर्पोरेसन ट्याक्स तिरेर दिक्क लागेको छ भने म तपाईलाई 4 वटा ट्याक्स टिप्स दिन सक्छु। एक नम्बरमा कम्पनीले पेन्सन कन्ट्रिब्युसन तपाईको नाममा पर्सनल पेन्सन कन्ट्रिब्युसन गर्दियो भनेदेखि कम्पनीलाई खर्च देखाउन पाउँछ र तपाईलाई पनि ट्याक्स एनआई तिर्नु पर्दैन। 2 नम्बरमा रेलेभेन्ट लाइफ पोलिसी भन्छ, यो लाइफ इन्स्योरेन्स हो। डाइरेक्टरको लागि लाइफ इन्स्योरेन्स चाहिँ कम्पनीबाटै तिर्न मिल्छ, त्यसमा पनि ट्याक्स एनआई लाग्दैन। 3 नम्बरमा तपाईले बिजनेस युजको लागि भनेर मोबाइल फोन किन्न सक्नुहुन्छ। त्यो चाहिँ अलिअलि पर्सनल युज भए पनि केही पनि हुँदैन, जबसम्म कि तपाईले अलिअलि चाहिँ कम्पनीको लागि युज गर्नु पर्यो मोबाइल फोन। 4 नम्बरमा चाहिँ तपाईले ल्यापटप युज गर्न सक्नुहुन्छ। यो माथिको 4 वटा टिप्स युज गर्नुभयो भने तपाईले ट्याक्स सेभिङ गर्न सक्नुहुन्छ। यस्तै थप जानकारीको लागि हाम्रो कम्पनी रेड प्याड अकाउन्टिङलाई सम्पर्क गर्नुहोला। अश्विन नेपाल, रेड प्याड अकाउन्टिङ।